IELTS को राइटिङ टास्क 1 मा ग्राफ अथवा चार्ट डिस्क्राइब गर्दै गर्दाखेरि रिपिटेडली आइरहने केही यस्ता वर्डहरु छन् जसले गर्दा तपाईको आन्सर लाइट बनाइरहेको हुन्छ। फ्रिक्वेन्ट सेन्टेन्सेसहरुमा रेगुलर सेन्टेन्सेसहरुमा तपाईले त्यही वर्डलाई युज गरिरहनु पर्ने कन्डिसन हुन्छ र ब्याक टु ब्याक एउटै खालको वर्ड प्रयोग गरेर चार्ट अथवा ग्राफ डिस्क्राइब गर्दै गर्दाखेरि चाहिँ तपाईको ब्यान्ड चाहिँ राइज हुने भन्दा पनि डिक्रिज हुने सम्भावना बढी भइरहेको हुन्छ र हेर्दै गर्दाखेरि पनि आफ्नो आन्सर अलिकति माथिल्लो ब्यान्डको नभएको हो कि अझै मेरो आन्सरमा केही कुरा मिसिङ भएको हो कि भन्ने खालको तपाईलाई फिलिङ भइरहेको हुन्छ। ग्रामरको एक्युरेसी छ तर त्यो रेन्ज अफ वर्डहरु प्रयोग नगर्दै गर्दाखेरि इन्फर्मेसन डिस्क्राइब गर्ने एउटै खालको वे मात्रै भइरहँदाखेरि चाहिँ तपाईको आन्सरले हायर ब्यान्ड अचिभ गर्न नसकिरहेको देखिन्छ। सो यो खालको प्रब्लमलाई हामीले कसरी इरेज गर्न सकिन्छ त? कसरी तपाईले एभ्री टाइम न्यू सेन्टेन्स बनाउँदै गर्दाखेरि चाहिँ फरक खालको वर्डहरु प्रयोग गर्न सकिन्छ अथवा रिपिट भइरहने खालको वर्डलाई कसरी हामीले अभोइड गरेर नयाँ वर्डलाई इन्सर्ट गर्ने त र रेगुलर बेसिसमा युज भइरहने खालको वर्डको कस्तो कस्तो सिनोनिमहरु राइटिङ टास्क 1 मा प्रयोग गर्न सकिन्छ यसको बारेमा हामी यो भिडियोमा आज कुरा गर्दै छौं। हाई एभ्रीवन, दिस इज त्रिविक्रम। वेलकम टु माय च्यानल टिभीजी ग्यालेरी। आजको भिडियोमा म कुरा गर्दै छु IELTS को राइटिङ टास्क 1 मा एकदमै धेरै प्रयोग भइरहने एउटा वर्ड, एउटा भर्ब, त्यो हो have अथवा have को तीनवटा फर्महरु have, has र had। यो have, has, had एकदमै धेरै प्रयोग हुने गर्छ राइटिङ टास्क 1 को इन्फर्मेसन डिस्क्राइब गर्दै गर्दाखेरि र यसको सट्टामा यो धेरै रिपिट भइरहने have, has, had को सट्टामा अर्को कस्तो खालको वर्ड प्रयोग गर्न सकिन्छ, अर्को कुन चाहिँ भर्बले यो वर्डलाई यो भर्बलाई रिप्लेस गर्न सक्छ त तपाईको ग्राफ अथवा चार्ट डिस्क्राइब गर्नको लागि यसैको बारेमा चाहिँ हामी आज यो भिडियोमा कुरा गर्ने छौं। भिडियो तपाईको लागि निकै इफेक्टिभ हुनेवाला छ, त्यसैले अन्तिमसम्म हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। मैले बनाएको कन्टेन्ट मन परिरहेको छ भने भिडियोलाई लाइक गर्नु होला र IELTS को तयारी गर्ने तपाई र तपाई जस्तै थुप्रै भन्दा थुप्रै साथीहरुलाई पनि यो भिडियो शेयर गर्न सक्नुहुनेछ। सो जाउँ आजको हाम्रो कन्टेन्ट तर्फ। IELTS को राइटिङ टास्क 1 मा पिक्चर जुन तपाई ग्राफ र चार्ट डिस्क्राइब गर्नुहुन्छ त्यो ग्राफ र चार्ट डिस्क्राइब गर्दै गर्दाखेरि हामी have, has, had लाई अत्याधिक युज गरेको देखिन्छ र सजिलो पनि हुन्छ सेन्टेन्स बनाउनको लागि। अब यो have, has, had को सट्टामा तपाईले अलिकति राम्रो भोकाबुलरी अथवा राम्रो भन्दै पनि रिपिटेडली have, has को प्रयोग गरिरहेको छ त्यो भन्दा बढी अरु के प्रयोग गर्ने त? कसरी आफ्नो आन्सरमा रहेका भर्बहरुलाई त्यो भर्बको रेन्ज देखाउने त? हो त्यसको बारेमा हामी यसमा कुरा गर्दै छौं। तपाईले ध्यान दिएर हेर्नुला, नोट पनि गर्न सक्नुहुनेछ। फर एक्जाम्पल एउटा सेन्टेन्सबाट सुरु गरौँ, एउटा सेन्टेन्सको एक्जाम्पलबाट सुरु गरौँ। तपाई कुनै एउटा क्वेशन गर्दै हुनुहुन्छ, त्यो क्वेशनमा चाहिँ थुप्रै कन्ट्रीजहरुको एक्सपेन्सेसको कुरा गरेको छ। तपाईसँग 4-5 वटा कन्ट्री दिएको छ, त्यो कन्ट्रीले चाहिँ एक्सपेन्सेस गरेको कुरा, त्यो कन्ट्रीको एक्सपेन्डिचरको कुरा गरेको छ र त्यो तपाईले भन्नु पर्यो भने फर एक्जाम्पल एउटा कन्ट्री मानौ यहाँनेर नर्वे भन्ने कन्ट्री छ। सो नर्वे कन्ट्रीको बारेमा तपाईले सेन्टेन्स लेख्नु भयो, नर्वे had the highest expenses अथवा नर्वे had the highest percentage of expenditure in the year 2013। नर्वे को चाहिँ 2013 इयरमा सबैभन्दा धेरै पर्सेन्टेज अफ एक्सपेन्डिचर, सबसे धेरै त्यो एक्सपेन्डिचर पर्सेन्टेज थियो भनेर तपाईले एउटा सेन्टेन्स बनाउनु भयो। नर्वे had the highest percentage of expenditure in the year 2013। यो जुन सेन्टेन्स रहेको छ, अब तपाईले सेकेन्ड टाइममा अर्को कन्ट्रीको इन्फर्मेसन बनाउनु पर्यो र फेरि तपाईले यहीँनेर had को प्रयोग गर्नुभयो भने चाहिँ तपाईको आन्सर अलिकति लाइट बन्छ, एउटा हायर ब्यान्ड अचिभ नगर्न सक्छ। अब हामीले अर्को सेन्टेन्स बनाउनु परिरहेको छ, तपाईलाई यही सेन्टेन्सको स्ट्रक्चर नै कन्टिन्यू गर्नुपर्ने छ भने नयाँ भर्ब के प्रयोग गर्ने त भन्दा तपाईले त्यहाँ एउटा वर्ड प्रयोग गर्न सक्नुहुन्छ, त्यो वर्ड हो रेजिस्टर। रेजिस्टर एकदमै राम्रो भोकाबुलरी हो तपाईको स्कोरलाई बुस्ट गराउनको लागि, त्यो ब्यान्डलाई बढाउनको लागि had को सट्टामा अथवा have, has को सट्टामा प्रयोग गर्ने। यहाँ त हाम्रो क्वेशन, हाम्रो सेन्टेन्स नर्वे had त्यो पास्टमा प्रयोग भएको भएर तपाईले नयाँ राख्ने वर्ड रेजिस्टर पनि पास्टमै बनाउनु पर्ने भयो। फर एक्जाम्पल तपाईले यहाँनेर नर्वे रेजिस्टर्ड द हाईएस्ट पर्सेन्टेज अफ एक्सपेन्डिचर भनेर नयाँ सेन्टेन्स बनाउन सक्नुहुन्छ। अघि हाम्रो क्वेशनमा थियो
नर्वे had the highest percentage of expenditure. अब यहाँ के भयो त नर्वे registered the highest percentage of expenditure. यो तपाईको एउटा नयाँ सेन्टेन्स हुन्छ. register प्रयोग गरेर पनि तपाईले राइटिङ टास्क 1 मा सेन्टेन्सहरु यसरी बनाउन सक्नुहुन्छ. त्यस्तै गरेर अर्को वर्ड हुन्छ account. तपाईले फर एक्जाम्पल नर्वे accounted for the highest proportion अथवा Norway accounted for the highest percentage of expenditure भनेर सेन्टेन्स बनाउन सक्नुहुन्छ. अघि हामी रेजिस्टरको प्रयोग गर्यौं, अब यहाँ हामी account को प्रयोग गरिरहेका छौं. त्यस्तै गरेर तपाईको अर्को वर्ड प्रयोग गर्न सक्नुहुन्छ record भन्ने वर्ड. सो record भन्ने वर्ड पनि तपाईले had को सट्टामा प्रयोग गर्न सक्नुहुन्छ. फर एक्जाम्पल the Norway recorded highest expenditure अथवा the Norway recorded the highest percentage of expenditure भनेर तपाईले त्यहाँनेर सेन्टेन्स रेडी गर्न सक्नुहुन्छ. सिमिलरली अर्को वर्ड हुन्छ एउटा एक्सपिरियन्स. एक्सपिरियन्स पनि तपाईले had को सट्टामा राख्न सक्नुहुन्छ, जहाँ तपाईले Norway experienced the highest percentage of expenditure भनेर सेन्टेन्स बनाउन सक्नुभयो. हामी एउटै सेन्टेन्सको विभिन्न फर्म विभिन्न भर्ब राखेर एउटै इन्फर्मेसन लेखिरहेका छौं. तपाईले नयाँ सेन्टेन्स बनाउन लागि एक पटक तपाईले ह्याड भन्नु भएको छ, सेकेन्ड टाइम तपाईले त्यही स्ट्रक्चर नै कन्टिन्यू गर्नु परेको छ भने तपाईले त्यहाँनेर ह्याड को सट्टामा चाहिँ एक्सपिरियन्स भनेर सेन्टेन्स बनाउन सक्नुहुन्छ. फर एक्जाम्पल नर्वे ह्याड द हाईएस्ट पर्सेन्टेज अफ एक्सपेन्डिचर दिएको छ भने तपाईले त्यहाँनेर नर्वे एक्सपिरियन्स्ड the highest percentage of expenditure भनेर सेन्टेन्स बनाउन सक्नुहुन्छ. त्यस्तै गरेर अर्को चाहिँ हुन्छ इमर्ज. हामी एकदमै कम सुनिरहने तर तपाईले प्रयोग गर्नै पर्ने एउटा वर्ड हो इमर्ज. राइटिङ टास्क 1 मा टु इन्क्रिज द ब्यान्ड. सो तपाईले यो इमर्ज को प्रयोग गरेर पनि सेन्टेन्स बनाउन सक्नुहुन्छ इन्स्टेड अफ दैट had. फर एक्जाम्पल तपाईले नर्वे इमर्ज्ड एज द कन्ट्री with the highest percentage of expenditure. अघि हामीले had प्रयोग गरिरहेका थियौं भने अब यहाँ चाहिँ के हुने भयो त भन्दा नर्वे इमर्ज्ड एज द कन्ट्री विथ द हाईएस्ट पर्सेन्टेज अफ एक्सपेन्डिचर. तपाईले फ्रान्स इमर्ज्ड एज द कन्ट्री दैट हैज फर एक्जाम्पल लोएस्ट पर्सेन्टेज अफ एक्सपेन्डिचर. तपाईले यसरी इमर्ज्ड को पनि प्रयोग गर्न सक्नुहुन्छ इन्स्टेड अफ दैट had, have and had. त्यस्तै गरेर अर्को हुन्छ एक्जिबिट. यो एक्जिबिट भन्ने वर्ड पनि तपाईको आन्सरमा यो have, has र had लाई रिप्लेस गर्नको लागि एउटै खालको अथवा सिमिलर काइन्ड अफ स्ट्रक्चरमा हामीले have, has, had लाई रिमुभ गरेर अभोइड गरेर तपाईले एक्जिबिट भन्ने वर्डलाई प्रयोग गर्न सक्नुहुन्छ. र त्यो भनेको चाहिँ तपाईले कसरी प्रयोग गर्न सक्नुभयो भन्दा चाहिँ नर्वे एक्जिबिटेड द हाईएस्ट पर्सेन्टेज अफ एक्सपेन्डिचर भनेर तपाईले आफ्नो सेन्टेन्स बनाउन सक्नुभयो. सो एक्जिबिटले पनि हाम्रो have, has, had को सट्टामा त्यो एउटा ग्याप फुलफिल गर्ने काम, त्यो एउटा भेराइटी देखाउने काम चाहिँ गरिरहेको हुन्छ. सो तपाईँ IELTS को तयारी गर्दै हुनुहुन्छ, सेन्टेन्स बनाउँदै गर्दा ती have, has मात्र रिपिटेडली आइरहेको छ. मेरो क्वेशनमा मेरो आन्सरमा किन नयाँ खालको वर्डहरु प्रयोग गर्न सकिरहेको छैन मैले, अथवा नयाँ वर्ड प्रयोग गर्दा चाहिँ कसरी गर्ने भन्ने खालको तपाईलाई इश्यू भइरहेको छ भने तपाई जुन तरिकाले have, has र had लेखिरहनु भएको छ त्यही तरिकामा हामीले यहाँ दिएका भर्बहरु प्रयोग गर्न सक्नुहुन्छ. सो याद गर्नु होला, एउटा वर्ड हो रेजिस्टर, अर्को वर्ड हो अकाउन्ट, अर्को वर्ड हो रेकर्ड, अर्को वर्ड हो एक्सपिरियन्स, अर्को वर्ड हो इमर्ज र अर्को वर्ड हो एक्जिबिट. तपाईले यो वर्डको प्रेजेन्ट टेन्स, पास्ट टेन्स, फ्युचर टेन्स जुनै पनि फर्ममा तपाई यसलाई कन्भर्ट गर्न सक्नुहुन्छ. त्यसैले अबदेखि तपाईले टास्क 1 को ग्राफ र चार्ट डिस्कस गर्दै हुनुहुन्छ, डिस्क्राइब गर्दै हुनुहुन्छ, राइटिङ गर्दै हुनुहुन्छ भने have, has, had लाई कम्प्लिटली रिमुभ गर्न सक्नुहुन्छ र यहाँ दिएका यी वर्डहरु प्रयोग गर्न सक्नुहुन्छ. यो वर्डले तपाईको ब्यान्ड 7 प्लस को भोक्याबुलरी को पनि काम गरिरहेको हुन्छ. रेगुलर बेसिसमा तपाई have, has, had लेखिरहनु हुन्छ भने त्यो स्कोर तपाईको अथवा त्यो लेक्सिकल रिसोर्स, त्यो भोक्याबुलरी तपाईको 6 को लेभलको बन्न जान्छ भने तपाई यो युज गर्दै गर्दा तपाईको ब्यान्ड पनि के हुन्छ 7 or मोर देन 7 को बनिरहेको हुन्छ. तपाईलाई त्यसमा पनि यसले सपोर्ट गर्न सक्छ. सो अलराइट, सो राइटिङ टास्क 1 अथवा IELTS को तयारी गर्दै गर्दा तपाईलाई एकदमै आवश्यक पर्ने कुराको बारेमा हामीले यो भिडियोमा आज कुरा गर्यौं. रिपिटेसन अफ have, has, had लाई कसरी एलिमिनेट गर्ने, रिपिटेसन अफ have, has, had लाई कसरी कम गर्ने, यो भिडियोमा तपाईले पक्कै पनि राम्रोसँग बुझ्नुभयो होला.
सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। यो भिडियोमा यति नै। भिडियो मन परेको छ भने लाइक गर्नु होला, च्यानललाई सब्स्क्राइब गर्नु होला र धेरैभन्दा धेरै आइएलटिएसको तयारी गर्ने साथीहरू माझ पनि यो भिडियो पुर्याउनु होला। सी यू इन द नेक्स्ट भिडियो। कीप वाचिङ TBG Gallery।